नानी खेल्दैछ यहाँ आइसक्यो आयो फोटो सेसन हुँदैछ मर्निङ नमस्ते जयमसी हजुर सबैजनालाई स्वागत छ मेरो आजको नयाँ ब्लगमा आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिकै छु साथीहरू हैन अनि आज चाहिँ म रेडी सेडी भएर घरबाट निस्किसकेको छु आज हाम्रो डिस्ट्रिक्ट लेभल हाम्रो डिस्ट्रिक्टमा चाहिँ पिकनिक हुँदैछ हैन एग्रिकल्चर एन्ड हर्टिकल्चर डिपार्टमेन्टको सो म पनि जाँदैछु अनि म यहाँबाट चाहिँ स्कुटी ल्याउँछु हो अन्त माथि पुगेर चाहिँ दिदीहरू हुनुहुन्छ म उहाँहरूसँग जान्छु सो यो चाहिँ अब मेरो स्कुटीहरू राख्ने ठाउँ यहाँ छ हैन गुड मर्निङ एभ्रीवान अब यहाँबाट निस्किन आँटेको दिदीहरूलाई अब माथि नै गएर भेट्नुपर्ने छ हैन तपाईहरुलाई पनि म आजको दिनमा के कस्तो हुन्छ देखाउने छु है त घाँटी साटी दुखिरहेको छ पुरा बेसी र म अब जानै परेको छ सो गाइस अब चाहिँ म यहाँबाट निस्किन आँटेको तपाईहरुलाई म नाम्ची पुगेर अथवा नामथाङ पुगेर देखाउने छु है त हेर्दै गर्नु होला सो गाइस अहिले भने चाहिँ म नामथाङ आइपुगिसकेको छु यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले पछाडि गाडी हैन अनि मलाई पुरा भोक लागेको थियो हैन लिचीको मिठाई दिनुभयो शरण सरले अन्त खाँदैछु अहिले हो अनि हाम्रो सानो नामथाङ बजार देखाउँछ ल बिहान चाहिँ अब कस्तो चकमन्द हुन्छ नि त सो यो चाहिँ हाम्रो नामथाङ बजार हो हैन अलिकति यतापट्टिको बजार मेन चाहिँ अब सेन्ट्रल यहाँ पार्कहरू चाहिँ भित्र छ हो यो चाहिँ अब हाम्रो बजार हो अनि अब हाम्रो जाने गाडीहरू चाहिँ सवारी यहाँ छ हो दिदी कुमार दिदी पर्खेको हामी चाहिँ हैन अब तपाईहरुलाई हामी आज नाम्चीको पिकनिक कस्तो हुन्छ हैन के हुन्छ आजको दिनको सब अपडेट दिनेछौँ सो हेर्दै जानु होला गुड मर्निङ एभ्रीवान अब हेर्नुहोस् अहिले भरेको नजर अहिले चाहिँ हामी जस्ट यहाँबाट निस्किन आँटेको छौँ गरी चाहिँ शरण सर बसिसक्नु भएको छ हो अन्त अब हामी चाहिँ यहाँनिर पछाडि छौँ आज चाहिँ पर्खिनु पर्ने छ कुमारी दिदीलाई अन्त हामी यहाँ गाडी पकाएको छौँ हेर्नुहोस् तपाईँहरूले सो अब हामी अहिले भरे तपाईँहरूलाई देखाउने छौँ के कस्तो हुन्छ बाटोको नजर हल्का हाल्छु त्यहाँदेखि सुभाष दाजु चाहिँ अघि गइसक्नु भएको छ सुभाष दाजु तिलक दाजु जानुभयो है दुईजना स्कुटीमा जानुभयो हामी गाडीमा आउँदैछौँ सो अहिले भेट्दैछौँ है साथीहरू लु अब चाहिँ दिदीहरू पनि आइपुग्नु भयो होइन गाडी खुल्ला छ हाम्रो किन भन्दाखेरि दाजुहरू अघि जानुभयो अर्को गाडीमा होइन अनि अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ साथीहरू जस्ट निस्केको अत्तालेर गइहाल्यो केटाहरू हो अन्त हामी गाडीमा खुल्ला भयो अहिले हामी जाँदैछौँ सबैजना नामथाङबाट निस्केको अब तपाईँहरूलाई हामी भरे देखाउनेछौँ नरिसाइकन आउने बेला भएको छ किन भइरहेको छ गाइस अहिले चाहिँ हामी फोङला आइपुगिसकेका छौँ यहाँबाट अब 1-2 घन्टा जस्तो लाग्छ नाम्ची पुग्नु धुम मजाले गर्दै हिँड्दैछ स्कुटीमा अब चाहिँ हामी भन्ज्याङ पुग्न आँट्यो अहिले ल गाइस यो चाहिँ अब हामी अहिले भन्ज्याङ आइपुग्यो भन्ज्याङ बजार सानो नजर हेर्नुहोस् तपाईँले यहाँ गाइस अहिले चाहिँ अब हामी नाम्ची पुग्न आँट्यो है अनि यहाँदेखिबाट भिडियो गर्दै अलिक राम्रो देख्छ कि भनेर तर अब फगी लागेको छ चाहिँ राम्रो देख्दैन है यो चाहिँ हाम्रो नाम्ची यही सेन्टर पार्क क्या दामी भएछ यो बर्ता है सबै झरेर हरियो पलाएछ नि त ल्यान्ड पनि यतिको भित्र छ अलिअलि हो आज छुट्टी छ छुट्टी भएको कारणले त्यस्तो बेसी भिड हुँदैन रहेछ नभए बिहानैदेखि चाहिँ हाम्रो यहाँनिर नाम्चीको सेन्टर पार्क चाहिँ मान्छे पुरा हुन्छ भिड हुन्छ हो अन्त यहाँ दिनुहुँदा चाहिँ अब के देखाउँछु तपाईँलाई म
दामसाङहरू जाने बाटो चाहिँ अब यताले जान्छ। अब चाहिँ हामी यताबाट डिसी अफिस जानेपट्टिबाट भएर जानेवाला छौँ। यहाँ मुनि चाहिँ हस्पिटल छ है, नाम्ची हस्पिटल हो यो चाहिँ। यहाँ दामी फुलेछ यो उयो सिम्बली पनि हस्पिटलको मात्रपट्टि। अन्त यहाँ अगाडि चाहिँ अब अगाडि चाहिँ नाम्चीको कम्प्युटरहरू के भयो ठिकै छ? यो चाहिँ हो नाम्चीको डिसी अफिस गाइस, हेर्न सक्नुहुन्छ। आज छुट्टी छ। नभए चाहिँ यतिखेर चाहिँ डिसी अफिसमा चाहिँ पुरा बेसी मान्छेको भिड बाहिरैदेखि हुन्छ, गाडीहरू पुरा बेसी हुन्छ हो। यहाँदेखि चाहिँ अब हामी चाहिँ निचे जानुपर्छ। दिस इज नाम्ची डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ सेन्टर। अब यहाँ से नीचे जाना पड़ेगा हम लोगों को। जेल पनि पुग्छ हामी बाटोमा नि। अन्त कहिलेको घर हामी चाहिँ आइपुग्यो अरे हो। अरे हो चाहिँ सबै गाडीहरू त पुरा रहेछ। हाम्रो गाइसहरू अघि नै आइपुगिसकेको छ जस्तो छ। मतलब गाइस अघि आएछ होतिर अगाडि क्लियर गर्दा भइगयो नि त हैन। गाइसहरूले हामीलाई छोडेर आएछ हैन। अन्त अब यहाँनिर गान्तोक अफिसर्सहरू राख्ने रहेछ पार्किङको यो साइड चाहिँ। अब चाहिँ गाडी पार्किङको लागि जान्छ। ल हामी सबैजना यहाँ आइपुगिसकेको छौँ। यहाँ एन्ट्री भइसकेको छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ रिसोर्ट यहीँ रहेछ हो आजको पिकनिक स्पोट चाहिँ। ल अब हामी चाहिँ आइपुगिसकेको छ गाइसहरू, हेर्न सक्नुहुन्छ तपाईँहरू सबैजनाले हो। बिहानदेखि अब हामी उठेर रेडी भएर चाहिँ अब अलिक हतार गरेर चाहिँ आउनु पर्ने जग्गा चाहिँ यही हो। अनि यहाँनिर अगाडि चाहिँ सबैजना जानुहुँदैछ। यहाँ हामी 3 जना छ। हामी चाहिँ करे कामले पनि हो। कुमार दी से हेलो। गुड मर्निङ एभ्रिवान भन्दैछ। ल गाइस यहाँको अब हल्का एकखेप कभर गरिहाल्छु ल एकछिन ल। जाउँ पिकनिक स्पोटको नजर यस्तो चाहिँ हुन्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सेल्फिस गाइसहरू आउनु हुँदो रहेछ। उहाँहरूले चाहिँ हामीलाई गाडीमा छोडेर आएको छ। अहिले चाहिँ हामी जस्ट भर्खर आइपुगेर ब्रेकफास्ट हुँदैछ हाम्रो। त्यही त है हामीलाई अघि चाहिँ छोडेर आयो होइन हाम्रो स्टाफहरूले आदिले। अन्त अहिले चाहिँ हाम्रो साथी खोज्दैछ तर हामी साथी नगर्ने। अब हामी चाहिँ लिन आँटेको आउनु न आन्टी। ल्याइन नि मैले उयो त अन्डा र उयो त होस् खान्न मैले। आइसक्यो मजा आयो। भर्खर सुरुवात हुँदैछ। से हेलो। यहाँ चाहिँ हाम्रो साथी होइन कलेज पढ्ने साथी हो। ऊ चाहिँ मेरो आज हामी यहाँ पिकनिकको उयसमा चाहिँ भेटेको छौँ। यहाँनिर हेर्न सक्नुहुन्छ चाहिँ यहाँ छ गाइस हेर्न सक्नुहुन्छ हो।
हाम्रो ग्रुपमा चाहिँ उताले पनि खिचौँ न जाउँ फोटो खिच्नु तलतिर खिच्यो ए हो यहाँ मुनि पनि खिच्छौँ फोटोहरू यता सरहरू हुनुहुन्छ हो हामी चाहिँ जस्तो अहिले म चाहिँ यहाँनिर कोक लिएर हिँड्दैछु सो गर्मी हाई गर्मी रहेछ त यहाँ त है गरम रहेछ हौ से हेलो सर जाउँ आन्टी निचे यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले दामी खालको पुरानो स्टाइलको घर भएको रहेछ ए भर्खर एनर्जी ड्रिङ्कको सुरुवात भइसक्यो छ आफ्नै तालमा छ यहाँ हाम्रो ग्रुपहरू चाहिँ गिरो बजाउनु न गाइस अहिले चाहिँ हाम्रो यहाँ फोटो सेसन हुँदैछ हेर्न सक्नुहुन्छ यो चाहिँ पुरानो जमानाको घरलाई चाहिँ बचाएर राख्नु भएको बनाएको रहेछ हो त्यो साइडमा मजाले फुलहरू रोप्नु भएको रहेछ हो सबै दामी छ यहाँको लोकेसन हो अब एकछिनमा देखाउँछु ल तपाईँहरूलाई हेर्दै जानु होला है गाइस यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यसलाई चाहिँ हामी के भन्छ भन्दाखेरि चाहिँ यो चाहिँ ड्रागन फ्रुट हो अन्त यसलाई चाहिँ कसरी राखेको छ हेर्नुहोस् है तपाईँहरूले स्टाइल्समा राखेको छ कि यहाँ माथि चाहिँ हेर्न सक्नुहुन्छ उयो के भन्छ टायरको उयो लगाएर चाहिँ यसरी युज पनि गरेको छ हो अनि यो फिल्ड चाहिँ एडिसनल म्यामकै हो होइन अन्त यहाँनिर चाहिँ सबै लाउनु भएको रहेछ यहाँ ड्रागन फ्रुटहरू भयो अन्त यहाँ माथि यसलाई जौ भन्छ हो जौ हेर्न सक्नुहुन्छ जौको बारी हो अन्त यहाँ माथि पुरा बेसी उयो रहेछ कोपीहरू के सबै रोप्नु भएको रहेछ यो चाहिँ तोरी हो कति लामो लामो तोरीको बोट है छक्कै पर्नु भयो तपाईँहरू पनि अन्त यहाँबाट यस्तो देख्ने नजारा जस्तो छ हो केटीहरू चाहिँ हाम्रो केटीहरू चाहिँ फोटो खिच्न बिजी छ हो अन्त यो ड्रागन फ्रुट चाहिँ यस्तो मजाले रोप्नु भएको रहेछ यो चाहिँ ड्रागन फ्रुट हो हेर्नुहोस् है यहाँनिर यति मजाले लाउनु भएको रहेछ है यसलाई माथि टायरको युज कसरी मजाले गरेछ है यो चाहिँ फल्दा चाहिँ कति दामी देख्छ होला है यहाँ सबै यो उयसमै लाउनु भएको रहेछ यो फिल्डमै लाउनु भएको रहेछ है गाइस हेर्नुहोस् न यहाँनिर ड्रागन फ्रुटमा चाहिँ क्या दामी माएको रहेछ जाल लगाइदिएको रहेछ है पछि खिचिक गऱ्यो हो यहाँ आउन दिदी यहाँ त दामी रहेछ यता फोटो खिचौँ न यो घरको अगाडि यहाँ खिच्यो न फुलहरूले गर्दा दामी देख्दो रहेछ लोकेसन आउनु यहाँनिर चाहिँ म्यामले चाहिँ यो फिल्ममा चाहिँ अर्ग्यानिक खालको बनाउनु भएको रहेछ नि त गाइस हेर्नुहोस् न तपाईँहरूले यति बेसी कफी फलेको रहेछ यो कफीको बोट पनि यतिको टिपेर चाहिँ सुकेर चाहिँ हामी चाहिँ कफी खाएर आएको कफी कुन चाहिँ फिस हाल्नु भएको छ यहाँ चाहिँ है कुन त माछा छ जस्तो छ त है हेर्दा त यहाँ त उयो रातो रातो खालको हाल्नु भएको रहेछ माछा यहाँ चाहिँ यहाँ माथिबाट चाहिँ यस्तो खालको नजारा देख्छ हो यता चाहिँ स्विमिङ पुल रहेछ साथीहरू अन्त हामी चाहिँ अब यहाँनिर उयो छैन हो स्विमिङ पुलको अब लुगाहरू लिएर आउने चाहिँ यहाँनिर स्विमिङ पुलमा स्विमिङ गर्दैछ अहिले हो अन्त हाम्रो साथीहरू चाहिँ अब यस्तो छ ढुङ्गा गाडीमा भन्दा जतिकै छ गरम पुरा सिमरा हो यहाँ चाहिँ शीतल रहेछ नि त यहाँ दुईजना चाहिँ गफ हुँदैछ हो कस्तो लाग्यो यहाँ आएर अलिकति भनिदिनु रिभ्यू ला मलाई होइन सबैलाई हो मलाई त मजा आइरहेछ तपाईँहरूलाई हामीलाई चाहिँ अहिले मजा आउँदैछ तर यहाँ चाहिँ अलिकति गरम भएको कारणले गर्दा चाहिँ अलिकति बोरिङ भइरहेको छ हौ बोरिङ भयो स्विमिङ गर्नु जाउँ भन्दा पनि लुगै छैन है स्विमिङ गर्नु जाउँ भनेको स्विमिङ गर्ने ठाउँमा चाहिँ केही पनि नलिकन आए यहाँ चाहिँ
बिजोक भइरहेछ है छैन रहेछ र चाहिँ बोरिङ भयो नि अहिले चाहिँ यस्तो छ हो यहाँको अपडेट चाहिँ हाम्रो सबैजना चाहिँ यहाँ बसिरहेछ साथीहरू अब हामी चाहिँ तल जानु अरे एक ठाउँ सबैजना एकै ठाउँ बस्नु भने हेरेको हुन्छौँ है अब निचे जाउँ हामी अहिले आउँछ होला लेट्सको निचे अब कहाँ फोटो चाहिँ फोटो सबै हाम्रो सकिसक्यो फोटोहरू खिच्नु म जाउँ है निचे शीतलमा को हामी गएको निचे यो चाहिँ के हो गाइस के फलेको हो यो चोक आउँदो रहेछ यस्तो छ हो के हो यो चिन्नुहुन्छ भने कमेन्ट गर्नुहोस् ल पुरा फलेको रहेछ यहाँ अघि उताल देखाएको चाहिँ कफी थियो अब यो चाहिँ के हो आई डोन्ट नो यहाँ अब शीतल तापेर फेरि गरम ताप्नु गएको हामी चाहिँ उताल ओह्रालो सबैजना शीतल भइसकेर अब ओह्रालो गएको गरम ला हाम्रोहरू सबै कहाँ गएको उयो तल हेर्छ हाम्रोहरू त सबैजना त्यही त हाम्रो ग्रुपहरू त्यसै ग्याङ चाहिँ आज चाहिँ हाम्रो खतरा हुँदैछ पार्टी हो हाम्रोहरू त कता कता गएको त बाटो ल आउनुहोस् है आउनुहोस् सबैजना मजा आइरहेछ मलाई चाहिँ आज मुनिको नजारा हेर्नुहोस् साथीहरू यस्तो हो एभ्री वान इज बिजी हो यहाँ चाहिँ अब सबैजना इन्जोयमेन्ट भइरहेछ क्या दामी देख्दो रहेछ हेर्नु न यी कस्तो दामी देख्दो रहेछ यहाँबाट यी होइन कुमारीले चाहिँ यतै बस्ने ट्राई गर्दो रहेछ हामी चाहिँ उता जानु पर्यो साथीहरू भएकोमै है यहाँतिर लगेर होला नि एउटा साथ छोड्नु गाँस नछोड्नु साथ चाहिँ नछोड्नु अरे गाँस चाहिँ होइन गाँस छोड्नु तर साथ नछोड्नु अलिक लया मिलाउने बेला भएछ नि है मैले मिलाउने बेला भयो यहाँबाट दामी देख्दो रहेछ नि त बारीहरू है दामी देख्दो रहेछ बारीहरू यहाँनिर चाहिँ यहाँनिर चाहिँ अब बिजुली पानी भन्छ हामी चाहिँ सादा पानी अरे इन्जोय गर्नुहोस् सनसाइन कुमटार नाम्ची साउथ सिक्किम खै साउथ सिक्किम चाहिँ यस्तो खालको सनसाइन कुमटार नाम्ची साउथ सिक्किम अन्त एग्रिकल्चर र हर्टिकल्चरको के भन्यो त अघि अहिले यो भेजिटेबल गार्डन चाहिँ अलिकति रहेछ है अरू चाहिँ मैले अब देखिनँ ल गाइस अहिले चाहिँ हामी यहाँनिर सबैजना चाहिँ बेलाबाट बसिरहेको छौँ गरमबाट हो नानी खेल्दैछ अहिले अर्को नानी खेल्दैछ साह्रै सानो नानी पो भर्खर अल्छी लागिसक्यो है अल्छी लागेपछि के गर्नु यसरी पिङ खेलेर भए पनि अब सबजना हेर्नुहोस् यहाँ अल्छीले अघि चाहिँ घामले पुरा बेसी हामीलाई लटक्कै पारेको थियो कि अहिले चाहिँ फेरि अब अल्छी लाग्यो 2 बज्न आँट्यो खास त हाम्रो घर जाने बेला हो यतिखेरसम्म यसरी चिलाक्स भएर यहाँनिर पिङ खेलिरहेछ हो घर पुग्दा चाहिँ भरे रात परेर यसको लाइट पनि छैन हो कता स्कुटीको लाइट स्कुटी मैले राम्रोसँग छोडेको छु मजाले यहाँनिर सर्भिस गाडीमा आएर बिन्दास भएर यहाँनिर भिडियोहरू गरिरहेको छु हो यस्तो छ अहिले चाहिँ अगाडि डान्स हुँदैरहेको छ अगाडि अब यहाँनिर चाहिँ डान्स गर्छ कि कसैले भनेर पर्खाइमा छ वेटिङमा छ वेटिङमा सबजना दिउँसोको घामले ओइलायो हेलो हामी चाहिँ अलिक घर पुग्नु ढिलो हुन्छ 2 बजिसकेको छ त्यही भएर है अनि हाम्रो चाहिँ आज यहाँनिर पिकनिकमा मजा आयो हो अनि आज चाहिँ हामी यहाँनिर आएको थियौँ
सबैजना बिजी छ। यहाँनिर धेरै क्राउड छ, आफ्नो आफ्नो ग्रुप छ होइन। यहाँ सबै डान्स गरिरहेछ, कोही डान्स गरिरहेछ, कोही फोटो खिचिरहेको छ, कोही बात मारिरहेको छ हो। गफसप भएर चाहिँ अब चाहिँ हामी चाहिँ बच्चा नि। सो गाइस आजको भ्लग चाहिँ मेरो यही एन्ड गर्छु म। थ्याङ्क यू सो मच फर वाचिङ। बाइ बाइ गाइस। सबैजनालाई फर्काइ इन्फर्मेसन लन्च रेडी भइसक्यो हो। दामी भयो, मजा आयो आज, मजा आयो। ल गाइस हाम्रो गाडीमा है अब हामी निस्केको यहाँबाट।